नमस्ते, म प्रियम सिग्देल। आज म तपाईहरुलाई ब्रेस्ट फिडिङ अर्थात स्तनपानको बारेमा भन्न गइरहेको छु। स्तनपान एउटा शिशुलाई चाहिँ कति टाइमसम्म चाहिन्छ र स्तनपान गरे के फाइदा हुन्छ भन्ने बारेमा आज डिस्कस गर्न गइरहेको छौं। स्तनपान एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भनेर भन्छ, त्यो चाहिँ तपाईले 6 महिनासम्म गर्नुपर्ने हुन्छ। 6 महिनासम्म एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गरे भने के हुन सक्छ त? फाइदा के छ भन्दाखेरि चाहिँ ब्रेस्ट मिल्कमा चाहिँ एकदमै इम्पोर्टेन्ट प्रोटिन वे प्रोटिन भन्ने हुन्छ, जसले चाहिँ बच्चाको ग्रोथ एन्ड डेभलपमेन्टमा एकदमै हेल्प गर्छ। नम्बर 1। नम्बर 2 भनेको चाहिँ एउटा ब्रेस्ट मिल्क मात्र यस्तो मिल्क हो हैन जसमा चाहिँ DHEA हुन्छ, डोकोसाहेक्साइनोइक एसिड हुन्छ, र अर्को चाहिँ पोलिअनस्याचुरेटेड फ्याटी एसिड PUFAsहरू हुन्छ, जसले गर्दाखेरि चाहिँ बच्चाको न्युरल डेभलपमेन्टहरुमा एकदमै हेल्प गर्छ। यो फ्याटी एसिड्सहरुले चाहिँ माइलिन शीतहरु बनाउनमा हेल्प गर्छ, whereas DHEA is one of the most important component जुन चाहिँ ब्रेस्ट मिल्कमा हुन्छ। Breast milk comprises of all the vitamins and minerals except KDB1 र तपाईको चाहिँ मिनरल्समा चाहिँ फ्लोरिन। युजुअली हामीले चाहिँ मोस्ट इम्पोर्टेन्ट कुरा के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ ब्रेस्ट मिल्कमा लगभग सबै यस्तो गुण हुन्छ जुन चाहिँ जसलाई चाहिँ एक्चुअली डेभलपमेन्ट ग्रोथ एन्ड डेभलपमेन्टको लागि चाहिँ चाहिन्छ। ह्युमन ब्रेस्ट मिल्क भनेको एकदमै नै इम्पोर्टेन्ट हुन्छ र ह्युमन ब्रेस्ट मिल्क इज डिजाइन फर ह्युमन। खासमा काउको मिल्क भनेको काउको बच्चालाई नै डिजाइन गरेको हुन्छ र काउको मिल्क चाहिँ ह्युमनलाई दियो भने चाहिँ इट क्यान लिड टु काउ मिल्क एलर्जी भन्ने हुन्छ, त्यो पनि हुन सक्छ, कसैले पचाउन सक्ने सम्भावना हुँदैन। त्यसैले गर्दाखेरि चाहिँ ब्रेस्ट मिल्कको सब्स्टिट्युट भनेको एक्सक्लुसिभली ब्रेस्ट मिल्क नै हुन्छ। अब सकेन भने चाहिँ कम्प्लिमेन्ट्री फिडिङहरु दिनुपर्ने हुन्छ। 6 महिना पश्चात चाहिँ ब्रेस्ट मिल्क कन्टिन्यू गर्दै त्यसपछि कम्प्लिमेन्ट्री फिडिङ भनेको अरु एडिसनल फिडिङ गर्ने, जस्तो सर्वोत्तम पिठो भनेर भन्छ। अहिले चाहिँ प्याकेट फुड एकदमै कमन छ। प्याकेट फुड भन्दा बेटर भनेको चाहिँ आफैले घरमा सर्वोत्तम पिठो बनाउने र बच्चालाई खुवाउने, त्यो जस्तो राम्रो केही पनि हुँदैन। र अर्को मोस्ट इम्पोर्टेन्ट कुरा भनेको चाहिँ बच्चालाई ब्रेस्ट फिडिङ गर्ने बेला कसरी फिडिङ गर्ने र कसरी चाहिँ फिडिङ गर्दा राम्रो भन्दाखेरि चाहिँ बच्चाको मुन्टो चाहिँ पुरै आमाको तिर फर्किनु परेको हुन्छ, बच्चाको भुडी पनि पुरै आमाको तर्फ फर्किनु परेको हुन्छ। बच्चालाई केही सपोर्ट दिएर राख्नुपर्छ, आमाले पछाडी केही सपोर्ट दिएर राख्ने, र आमाले कहिले पनि बच्चालाई लिँदै हिँड्दै ब्रेस्ट फिडिङ गर्नु हुँदैन। एउटा ठाउँमा बसेर ब्रेस्ट फिडिङ गर्ने र एउटा स्तनबाट चाहिँ एटलिस्ट 20 मिनेटसम्म चाहिँ ब्रेस्ट फिडिङ गर्नुपर्छ। किन भन्दाखेरि अगाडिको 15 मिनेट भनेको चाहिँ जम्मा 4 मिल्क आउने हो, जसमा चाहिँ पानीको मात्रा धेरै हुन्छ। त्यसपछि आउने मिल्कमा चाहिँ जुन चाहिँ हाइन्ड मिल्क भनेर भन्छौँ, त्यसमा चाहिँ फ्याटहरुको मात्रा, ल्याक्टोजको मात्रा, प्रोटिनको मात्रा धेरै हुन्छ। आज यतिमै हामी सकाउँछौँ। धन्यवाद।